ओम शान्ति। नमस्कार। के तपाईहरु पनि समस्यालाई समातेर बस्नुहुन्छ? यदि समस्यालाई समातेर बस्नुहुन्छ भने यो भिडियो तपाईको लागि हुनेछ है। आउनुहोस् प्रसंग सुरु गरौं। कुनै इभेन्ट घट्यो यानी कुनै घटना घट्यो, त्यो घटनालाई तपाईले कुन तरिकाले हेर्नु भएको छ? अब यदि पोजिटिभ तरिकाले हेर्नु भएको छ भनेदेखि त सकिगयो, किनकि पोजिटिभ तरिकाले कुनै इभेन्टलाई हेर्नु भनेको तपाई भित्रको मनोबल बढ्न थाल्छ, तपाई भित्रको क्यापासिटी बढ्न थाल्छ, डिसिजन मेकिङ बढ्न थाल्छ। तर यदि तपाईले त्यसलाई नेगेटिभ तरिकाले हेर्नु भएको छ भनेदेखि अब यो ढुङ्गा समाते जस्तै हुन्छ। हेर्नुस् त, मेरो हातमा एउटा ढुङ्गा छ है। यो ढुङ्गालाई मैले एकछिन समात्छु केही हुँदैन, दुई छिन समात्छु खासै केही हुँदैन। तर एक घण्टासम्म समातेर राखेँ भने के होला? मेरो हात गल्दछ। यदि मैले 3 घण्टासम्म समातेर राखेँ भने के होला? अब मेरो हात सुनिन थाल्छ। दिनभरि मैले समातेर राखेँ भनेदेखि हुन सक्छ मेरो यो हातै नचल्ने पनि हुन सक्छ। एकदम दर्द गर्छ, पुरै सिस्टम, यो एल्बो नै बिग्रिन सक्छ। हो, त्यसै गरी हामीलाई पनि कुनै सोच आउँछ। सबभन्दा पहिला मनमा कुनै सोच आयो, कुनै इभेन्ट घट्यो, इभेन्ट प्रतिको मेरो सोच भयो। त्यो सोचले भावनालाई इफेक्ट गर्छ। अब भावनाले फेरि व्यवहारलाई इफेक्ट गर्छ। त्यो व्यवहार भनेको एक्सनमा, हाम्रो कर्ममा आउँछ क्या। अब त्यो कर्ममा जब आउँछ नि, कर्ममा आइसकेपछि अगेन फेरि त्यस्तै प्रकारको सोच फेरि मनमा आउँछ। यो एउटा साइकल हो। यो साइकल चलिरहन्छ। अब यो साइकलबाट कसरी बाहिर आउने त है? यो साइकलबाट बाहिर आउनु नै सबैभन्दा च्यालेन्जिङ मोड हो। यहीँनेरि नै च्यालेन्जिङ छ सबैभन्दा। त्यसको लागि तपाईले आफ्नै सोचलाई आफैले बदल्न पर्ने आवश्यकता हुन्छ। एउटा उदाहरण दिउँ है त। एउटा विद्यार्थीले, मैले विद्यालयमा पढ्दाखेरि 85% मार्क्स ल्याउँछु भनेर पढिरहेको छ, तर उसको 80% मात्रै मार्क्स आयो के। अब के 80% मात्रै मार्क्स आएपछि म असफल भएँ, म त बर्बादै भएँ, मेरो जिन्दगी त जहाजै डुब्यो, नावै डुब्यो भन्न सुहाउँछ त उसले? यदि उसले मेरो त 80% आयो, म बर्बादै भन्ने सोच्न थाल्यो भनेदेखि त्यही दिनदेखि उसको स्टप द प्रोग्रेस है, उसको उन्नति रोकिन्छ क्या। अब उसले आफ्नै सोचलाई आफैले च्यालेन्ज गर्नुपर्ने हुन्छ। ठिक छ, केही छैन, हुन सक्छ कुनै एकाडेमिक कारणले गर्दा मैले आफ्नो केही कुरामा हल्का केही मेहनत गर्न छुटेको होला, म फेरि मेहनत गरिहाल्छु नि, फेरि 85% ल्याइहाल्छु नि भनेर उसले संकल्प गर्यो भनेदेखि त्यो फेरि त्यहीँनेरिबाट ऊ फेरि अगाडि बढ्न सक्छ। अब उसले आफूभन्दा तलकोलाई पनि हेर्न आवश्यकता हुन्छ। ऊभन्दा तल कोही 70% ल्याएका होलान्, कोही 60% ल्याएका होलान्, कोही 65% ल्याएका होलान्। यसको मतलब के उनीहरू सबै असफल भएका हुन् त? के उनीहरू सबैले आत्महत्या गर्नुपर्ने हो त? होइन नि है। त्यसकारण हाम्रो मनलाई आफैले सम्झाउनु पर्यो कि, आफ्नो सोचलाई आफैले सम्झाउनु पर्यो कि। अरूले सम्झाउनु भन्दा पनि आफ्नो सोचलाई आफैले च्यालेन्ज गरेर सम्झाउन सक्नु पर्यो। अनि जब हामीले आफ्नो सोचलाई आफैले च्यालेन्ज गर्छौं त्यसपछि तपाईको भावनामा अटोमेटिक हैन पोजिटिभिटी आउन थाल्छ। अनि तपाईको व्यवहारमा देखिन थाल्छ। तपाईको चेहरामा दिव्य मुस्कान आउन थाल्छ। यदि तपाईको चेहरामा मुस्कान आउँछ भने सम्झिनुस् तपाई पोजिटिभ चिन्तन गरेर बसिराख्नु भएको छ। पोजिटिभिटीको सोचको एउटा अवतार हुनुहुन्छ। यदि तपाईको मनमा पोजिटिभिटी छैन भनेदेखि अनि तपाईको मनमा एएनटी सुरु हुन्छ, एटोमेटिक नेगेटिभ थट्स। अब यो एटोमेटिक नेगेटिभ थट्सहरु यस्तो स्ट्रङ हुन्छ नि, एकपछि अर्को एकपछि अर्को एकपछि अर्को यसरी आको आई गर्छ र त्यसले एउटा साइकल बनाएर जुन मनमा बस्छ त्यो नै अटोमेटिक थट्स हो। र आजकल व्यक्तिहरूले भन्ने गर्छन्, सर मेरो मनमा धेरै एकदम कुराहरू खेलिरहन्छ, एकदम ओभर थिंकिङ आइरहन्छ, म कसरी बाहिर निस्किने? हो, उहाँहरूको लागि पनि यो भिडियो हो है। ओभर थिंकिङ आउनु भनेको त राम्रो हो, तपाईको माइन्ड स्वच्छ छ भन्ने कुराको निशानी हो। तर त्यो ओभर थिंकिङ भन्ने पोजिटिभिटीमा आउनु पर्यो क्या है। नेगेटिभिटीमा यदि तपाईले त्यो ओभर थिंकिङ गरिराख्नु भएको छ भने तपाईको च्यानल, तपाई बाटो त हिँड्नु भयो तर गलत बाटो हिँडिराख्नु भएको छ भन्ने कुरा सोच्नुपर्छ।
हो त्यो अब जरुरी के छ त भन्दा बाटो चेन्ज गर्नुपर्ने जरुरी छ, बाटो डाइभर्सन गर्नुपर्ने जरुरी छ, यानि सोच डाइभर्सन गर्नुपर्ने जरुरी छ। जब तपाईँ सोचलाई बदल्नुहुन्छ खुसी आफै बढ्दछ है। कसैको पाउ समाति राख्न जरुरी छैन। यहाँ तपाईँ राम्रो बाटो हिँड्नुहोस् त, राम्रो सोच राखेर हिँड्नुहोस्, राम्रो भावना राखेर हिँड्नुहोस् त, आफै सफलतामा पुग्नुहुन्छ। हो हाम्रो जीवन पनि यसरी बदल्नु छ भने जीवनलाई बदल्ने एउटा मात्रै मन्त्र छ, त्यो हो तपाईको सोच। अरू केही कुराले जीवनलाई बदल्दैन। सोचलाई बदल्नुहोस्, व्यवहारलाई बदल्नुहोस्, भावनालाई बदल्नुहोस्, अनि मात्रै तपाईको जीवनमा तनावबाट मुक्त रहन सक्नुहुन्छ है त। धन्यवाद। यहाँहरूको दिन शुभ रहोस्।